हेलो राधा नर्सरीको तर्फबाट यहाँहरु सबैजना धेरै धेरै नमस्कार। अनि म चाहिँ हेर्नुस् न आज काम गर्दा गर्दै यो साँझ पर्यो अनि आज चाहिँ म हेर्नुस् न तपाईहरुलाई देखाउँदै छु। तपाईहरुलाई हैन यो पानी झरीमा फुलहरु नफुलेर कस्तो दिक्क लाग्दैछ होला हैन, फुलेको फुलहरु पनि झरेर एकदमै दिक्क लाग्छ होला है तपाईहरुलाई। तर हेर्नुस् है यो फुलहरु चाहिँ झर्दैन। यो एलोमुन्डा भयो हैन, यो हेर्नुस् न यस्तो घाम पानी दुईटै हुँदा पनि यस्तो गरेर फुलिबस्छ है। सदाबार यसलाई चिसोबाट चाहिँ अलि फुल्दैन, तर पानीले चाहिँ यसको केही पनि बिगार्दैन। हेर्नुस् न यसरी फुलिबस्छ। अनि यो भयो, अनि अर्को नीलघण्टी, यो पनि सदाबार फुल्छ। हेर्नुस् न यो त झन् हिउँदो बर्खा यति धेरै फुल्छ हैन। अनि हेर्नुस् है यस्तो राम्रो राम्रो फुल्छ यिनीहरु हैन। अनि हेर्नुस् न यिनीहरु चाहिँ यति धेरै फुल्छ। यो चाहिँ हिउँदो बर्खा फुल्छ। अरु नीलघण्टी भन्दा यो चाहिँ अलिक ठुलो हुन्छ हैन। अर्को नीलघण्टी चाहिँ अलिक सानो हुन्छ, यसको चाहिँ पत्तै ठुलो हुन्छ हैन। अनि यिनीहरु चाहिँ 12 मास फुल्छ। अनि यो चाहिँ जस्तो पानी झरीमा पनि फुल्छ है त साथीहरु। यो भयो, अनि यो एलोमुन्डा भयो हैन, मेन्डोभेरा भयो, यिनीहरु चाहिँ सदाबार फुलिबस्छ। जस्तो पानीमा पनि हेर्नुस् न फुलिबस्छ। यस्तो पानी पर्दैछ, घाम लाग्दैछ र पनि उ फुल्न छोडेको छैन, बाहिरै छ हैन। हेर्नुस् न यसरी बसेको छ र पनि यति धेरै फुल्छ। अरु फुलहरु त जति धेरै फुले पनि छिटो झर्ने के पानीले, तर यो चाहिँ झर्दैन है त साथीहरु। तपाईहरुलाई बिरुवा चाहिन्छ भने यसको बिरुवा उपलब्ध छ है साथीहरु भन्दै आजलाई चाहिँ यति नै।